नमस्ते सबैजनालाई। आज चाहिँ म लगभग 2-2.5 घन्टा भइसक्यो होइन। आज चाहिँ यहाँ कोडारीमा आएर यहाँ यो हाम्रो के तिनकुने भनेर भन्दो रहेछ अचाल। हामी बस पार्कमा आएर बसिरहेको छु किनभने यो पोल्टनको सामान पठाइदिनु पर्ने छ। हेर्दाखेरि फालेको ब्याग जस्तो तर पनि अब सरकारी सामान पठाइदिनु पर्ने छ होइन। हिजो पनि आएर 3 घन्टा जस्तो यहीँनिर बसे पुलमा, तर पनि हिजो पनि गाडी ढिलायो किनभने त्यो पानी परेकोले बाटो बिग्रेको रहेछ उतातिर चाहिँ काठमाडौँतिर चाहिँ काठमाडौँबाट आउने बाटोमा। अनि उता पूर्व जाने गाडीहरू चाहिँ ढिलो आयो हाइसहरू, त्यही भएर हिजो पनि 3 घन्टा जस्तो बसेर आज 2.5 घन्टा भइसक्यो, 10 भइसक्यो। दबाई खानुपर्ने टाइम छ अब। अनि अब चाहिँ के गरौँ भइसक्यो। आज फेरि हाम्रो उदय भाइको बर्थडे पनि छ अनि केटाहरूले बर्थडे सेलिब्रेट गर्नु जाने भनेर भनिरहेको छ भन्छु। मैले चाहिँ धरानसम्मको गाडीमा हालिदिरहेको छु अनि अब त्यहाँबाट चाहिँ उदय भाइले पिक गर्छ, त्यसपछि त्यसले हालिदिन्छ सामानहरू अनि अहिले हालिदिँदै हुनुहुन्छ। अब म चाहिँ यति भयो भने हल्का फ्री भयो नि त। यो दिनै हिजो पनि आएको त यार 3 घन्टा बसेर गएको गाडी नै पाउँदैन। म गएर खाना खान्छु, पनि खाना खाँदैन तपाईँ खान्छु म। सो गाइज म चाहिँ फ्रेस भएर पनि निस्किसकेँ अनि केटाहरू चाहिँ उता गइसक्यो, कोडारी गइसक्यो अनि आधी केटाहरू चाहिँ माछा घरमा छ। 3टा बाइक हो, 2टामा ट्रिपल जान्छौँ होला, एउटामा डबल जान्छौँ होला। बमे चाहिँ नचल्ने हो त्यो। अब हामी चाहिँ निस्किनु लाग्यो गाइज होइन। बाटोमा भेट्दै गयौँ होला। हाम्रो केटाहरू चाहिँ अगाडि लागिसक्यो एउटा बाइक चाहिँ होइन। हामी हाम्रो चाहिँ यसमा चाहिँ 3जना, हामी चाहिँ 2जना चाहिँ जम्मा चाहिँ 3, 5, 7जना चाहिँ हामी होइन। अनि त्यस्तो खानेकुराहरू केही पनि गइसकेन हामीले चाहिँ। अनि जाने उनीहरूसँग नै रमाइलो गर्ने गरिरहेको छ होइन। त्यो चाहिँ यता के बाटो चाहिँ यहाँदेखि गर्छ होइन। तपाईँहरू हामी चाहिँ यो के ठाउँ हुन्छ अरे यसलाई के पो भन्थ्यो खै मलाई पनि थाहा छैन होइन। हाम्रो डेस्टिनेसनमा हामी लगभग आइसक्यो। अब यहाँदेखि माथि चाहिँ लगभग 3-4 किलोमिटर पछि हाम्रो डेस्टिनेसन आइपुग्छ होइन। यहाँ चाहिँ हामी चाहिँ टक्क यतातिर बसिरहेको छौँ। त्यहाँ यहाँ पसलबाट सानोतिनो माल सामानहरू उठाउनु पर्ने हुन्छ। जो सम्झिरहेको छु हाम्रो बमे पाडा मास्टर साहब, हाम्रो बहते गुए अब केटाहरू छैनस् के गर्नु। अब भिडियो हेरेर चित्त बुझा केटा हो होइन। त्योभन्दा केही दुःख पर्छ भने बास ल दामी ल। सो हाम्रो बाइकहरू चाहिँ पार्किङ भइसक्यो होइन। अनि हाम्रो केटाहरू चाहिँ लागिसक्यो टक्क दामी छ नि यही ठाउँ। बाटो यस्तै छ। हामी चाहिँ बाटो बनाउने हो नि त होइन। अब भविष्यको कर्णधारहरू भएपछि अब बाटो बनाउने हो कि बाटो खोज्ने होइन। मेरो साथीभाइहरू हामी चाहिँ उता घुम्नु लागेर यता हिँडेको छौँ। यो भिडियो हेरेको लागि यो फुल खै यो फुलको कति हो? कति रे? 1000 रुपियाँ यार। ओए कहाँ हिँड्यो हो तिमीहरूले? यिनीहरूले त बाटो बिना हिँडाएर यार। अहिले फेरि आउँदाखेरि चाहिँ बाटो थाहा हुन्छ है। हो पानीको साउन्ड आइरहेको छैन हो र? ठिकै छ त्यस्तो राम्रो पनि भन्नु मिल्दैन होइन। तर यो उहाँ पर घुम्नुपर्छ कि दोस्त। फाइनली बाटो भेट भइसक्यो हाम्रो चाहिँ। केटाहरू आगे छ हामी पछि आगे तोपैको गोला पछि मेसिन गन पर। गर्मी भेगलै छी भाइ साहब, हमको गर्मी भगलै छी। गर्मी छ साथीभाइहरू। दाजु भाइ
यो त जमुना जस्तै छ त ओए पानी त वाइल्ड छ त यार बा दामी पानी बबाल रहेछ त्यो साथीभाइहरू हैन कति गइरह गइरहेछ नि गइरहेछ साथीभाइ ओइ आम्मा लागेर त कत्रो फर्ममा आएको राम यार ल ल ल गेल 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 म भिडियो बनाउँछु दादा छिटो गेल तर गर्मी चाहिँ पानी चाहिँ कतिको चिसो छ होइन साथीभाइहरू पानी पनि चिसो छ साथीभाइहरू भाइ खोला आउँदैन चल भाइ त्यहाँबाट हान्छ मिलेको छ हुन्छ उता माथिबाट हान्छ हाल्छ त टाउको के हुँदैन नि उयाबाट हान्छ भाइ उयाबाट बास अब नुहाउनुपर्छ होइन गर्मी ओभर भइरहेछ नुहाएर एकचोटि फ्रेस भएर अनि त्यसपछि टक्क बसेर खाइन्छ होइन अहिले चाहिँ पसिना ओभर आइरहेछ नि त होइन मैले त ब्याग सुधा खोलेको छैन यार के हो म त दाइ चाहिँ चिसो पानी देखेर तर्सिनु भयो होइन गयो गयो दाइ गयो गयो So guys, हामी चाहिँ अब फर्किँदैछौँ होइन केटाहरू भाइयो नुहाइयो रमाइलो गऱ्यो बोल्यो गाइस लावा हेर्छौँ बुढो भइरहेछ अनि अब बाटो लाग्दै हो होइन रमाइलो म चाहिँ फेरि कपडामा नुहाइदिएको होइन मेरो हातमा पनि चिसो छ है नयाँ एक्सपिरियन्स जस यहाँको मान्छेले बाटो पनि राम्रो बनाइदिएछ होइन बजेट परेको थियो अरे अनि त्यो चाहिँ गाउँले राखेर होइन जस दामी गर्दैछ बाटोहरू पनि क्या दामी बनाइदिएछ है यो गाउँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु म होइन हो सोल्टी के ठाउँ भन्छ यो ठाउँको नामै कस्तो होइन मनिष कार्कीले यो नाम भनिरहेको थियो त के गाउँ भन्थ्यो अघि त्यो नाम भनेको थियो नि कुन भन्दैन अध्यक्ष झर्ना त उहाँको त्यो त गाईघाटको त्यही त झर्नै हो झर्ना चाहिँ झर्ना जस्तै कहाँ झर्ना यस्तो हुन्छ हौ यसो गाउँ अलिकति गाउँतिरको मान्छेलाई झर्ना भन्यो भने हाँस्छ के हो भने अलिकति त्यो ढुङ्गाले भएर दुईवटा ढुङ्गा साइडमा भएर हो झर्ना जस्तो भएको तर हामीलाई चाहिँ यही झर्ना लाग्छ होइन दाजुभाइहरू जस दामी बनाइदिएछ होइन जस अच्छा लाग्यो कि गाउँको मान्छेहरू जस गुड रहेछ होइन यसो अरू ठाउँको मान्छेहरूले बाह्रै गर्दैन हुन त यहाँको मान्छेले नि बजेट परेर त्यस्तो गरे होला बजेट पचाउनलाई ठिक छ उनीहरूले परिश्रम गरिरहेछ दामी छ तर जो बवाल दुःख गर्दैछ हामी पनि यस्तै काम गर्थ्यौँ कि नाइडीमा पनि गऱ्यो आर्मीमा पनि गऱ्यो होइन
आर्मीको कुरा गर्ने बित्तिकै फेरि मेरो केटाहरू छ होला 1-2 जना मैले चाहिँ अब जागिर छोडिदिसकेको होइन भन्नु मन थियो नि यो कुरा युट्युबमा तर पनि आज भनिदिइहालेँ कति दिन चाहिँ लुकाएर लुकिने हो र होइन जे छ त्यस्तै देखाउनु पर्छ अब लाग्नुपर्छ केटा हो वैदेशिक रोजगार खान नेपालको सरकारी जागिरले घर धान्न गाह्रो भयो के पिपा म त बर गले साथीभाइहरू के बोलिरहेको होला है के भएको नि पहिला यस्तो बोल्ने बानी छैन के बोलिरहेको हुँदो बोलीको विकास हुन्छ होइन बर गले गाइस साथीभाइहरू सँगले रोडाइसक्यो आलु चाहिँ माथि हो होइन अब यो हावाले सरर सुक्छ सुकाइ हामी चाहिँ फर्किसक्यौँ होइन अनि हामी चाहिँ सिङ्गिदिनु केटाहरू चाहिँ